एकछिन आँखा बन्द गर्नुहोस्। कल्पना गर्नुहोस् तपाईको जिन्दगी एउटा घर हो। अब सोच्नुहोस् के तपाईको घरको ढोकामा कुनै टाल्सा छैन? के जो कोही पनि जुन बेला पनि तपाईको घरभित्र पस्न सक्छ? तपाईको कोठामा मान्छेहरू आएर तपाईको खाना खान्छन्, तपाईको छ्यानमा सुत्छन्, तपाईको समय लिन्छन्, तपाईको शान्ति खोज्छन्। अनि तपाईँ के गर्नुहुन्छ? केही पनि होइन, किनकि तपाईलाई होइन भन्न डर लाग्छ। यदि तपाईको जिन्दगीको घरमा ढोका नै छैन भने तपाईँ थकित हुनुहुन्छ, तपाईँ दुखी हुनुहुन्छ, तपाईलाई लाग्छ म किन सधैँ अरूको लागि मात्र बाँचिरहेको छु। आज यो अडियो बुकमा हामी एउटा यस्तो चाबीको कुरा गर्नेछौँ जसले तपाईको जिन्दगीको घरमा ढोका बनाउँछ, तालचा लगाउन सिकाउँछ र तपाईलाई फेरि आफ्नो जिन्दगीको मालिक बनाउँछ। यदि तपाईले यो अन्तिमसम्म सुन्नु भएन भने तपाईले त्यो चाबी कहिल्यै पाउनुहुने छैन। म तपाईको साथी, तपाईको कथाकार र शून्य पुस्तकको तर्फबाट स्वागत गर्दछु। हामी सबैलाई कसैलाई न कसैलाई होइन भन्न गाह्रो हुन्छ, हो कि होइन? अफिसमा हाकिमले भन्छ आज अलि ढिलो बसिदेऊ न, अनि तपाईको मनले भन्छ घर जाऊ थाकिसक्यो, तर मुखले भन्छ हुन्छ सर। साथीले भन्छ पैसा अलि सापटिँदैन, फर्काइहाल्छु। तपाईलाई थाहा छ उसले पहिलेको पनि फर्काएको छैन, तर मुखले भन्छ ल ल कति चाहियो। घरमा आमा बुवाले भन्छन् छोराछोरी यो काम यसरी गर, तपाईको आफ्नै बाटो छ, तर मुखले भन्छ हुन्छ। यस्तो किन हुन्छ? किन हामी होइन भन्न सक्दैनौँ? आज हामी एउटा अद्भुत पुस्तकको सार सुन्नेछौँ, बाउन्डरिज अर्थात् सीमाहरू। यो पुस्तक डाक्टर हेनरी क्लाउड र डाक्टर जन टाउनसेन्डले लेखेको हुन्। यो पुस्तकले संसारभरि करोडौं मानिसहरूलाई आफ्नो जिन्दगीको नियन्त्रण कसरी लिने, कसरी हो र होइन भन्ने र कसरी खुसीले बाँच्ने सिकाएको छ। आज सुन्ने पुस्तकले यही पुस्तकको ज्ञान तपाईकै मातृभाषामा तपाईकै लागि ल्याएको छ। तपाईलाई यो ज्ञान चाहिन्छ, किनकि यदि तपाईले सीमा बनाउन सिक्नु भएन भने तपाईको समय, शक्ति र मन सबै अरूले नै खर्च गरिरहनेछन्। त्यसैले एकछिन रोकिनुहोस्, श्वास लिनुहोस् र सुन्नुहोस्। सीमा भनेको के हो? तपाईको घरको वरिपरि एउटा पर्खाल छ कि छैन? अथवा कम्तीमा एउटा बार त सधैँ होला, होइन? त्यो पर्खालले के काम गर्छ? त्यसैले देखाउँछ यो मेरो जग्गा हो, यहाँदेखि उता अर्काको। त्यही पर्खाल नै सीमा हो। त्यसै गरी तपाईको जिन्दगीमा पनि एउटा अदृश्य पर्खाल हुनुपर्छ जसले देखाउँछ यो मेरो जिम्मेवारी हो, यो अर्काको। यो मेरो भावना हो, यो तिम्रो। यो मेरो समय हो, यो तिमीले लिन पाउने होइन। सीमा भनेको एउटा रेखा हो जसले तपाईलाई अरूबाट छुट्याउँछ। हामी कहिलेकाहीँ सोच्छौं सीमा बनाउनु भनेको स्वार्थी हुनु हो, अरूलाई टाढा धकेल्नु हो, तर होइन। सीमा बनाउनु भनेको आफूलाई बचाउनु हो, आफ्नो मनलाई जोगाउनु हो, आफ्नो समयलाई सम्मान गर्नु हो। एउटा सानो कथा सुन्नुहोस्। एउटी महिला थिइन्, शेरी। उनी सबैको मद्दत गर्थिन्, सबैलाई हो भन्थिन्, बिहानदेखि बेलुकासम्म अरूकै काममा व्यस्त रहन्थिन्। तर उनी आफै भित्रभित्रै खोक्रो हुँदै गइन्, थकित, दुखी, रिसाएकी। एक दिन उनले सोचिन् म किन यस्तो गरिरहेकी छु? मेरो जिन्दगीको नियन्त्रण मसँगै छैन। यो के भयो? उनको कुनै सीमा थिएन। डाक्टर हेनरी क्लाउड भन्नुहुन्छ सीमा भनेको तपाईको आत्माको पर्खाल हो जसले तपाईलाई तपाई बनाउँछ र अरूलाई अरू। यदि त्यो पर्खाल छैन भने तपाई र अरू एउटै हुनुहुन्छ। तपाईको पीडा, तपाईको समय, तपाईको जिम्मेवारी सबै मिसिन्छ अनि तपाई थकित हुनुहुन्छ। त्यसैले पहिलो पाठ, सीमा बनाउनु स्वार्थ होइन। सीमा बनाउनु बाँच्नको लागि आवश्यक छ। एकपटक सोच्नुहोस्, यदि तपाईको शरीरको छाला नै नभएको भए के हुन्थ्यो? तपाईको भित्रको रगत, मासु, हड्डी सबै बाहिर आउँथ्यो। धुलो, फोहोर, कीटाणु सबै भित्र पस्थ्यो। तपाई बाँच्न सक्नुहुन्थेन। त्यही छाला एउटा सीमा हो। त्यसै गरी तपाईको मानसिक र भावनात्मक जिन्दगीको पनि एउटा छाला हुनुपर्छ। यदि त्यो छैन भने तीनवटा समस्या आउँछन्। पहिलो, तपाई सधैँ हो भन्नुहुन्छ। जो आयो जे भन्यो तपाई मानिहाल्नुहुन्छ। तपाईलाई थाहा हुन्छ यो काम मैले गर्नु हुँदैन, तर होइन भन्न सक्नुहुन्न।
दोस्रो, तपाईँ होइन त भन्नुहुन्छ तर गलत ठाउँमा। तपाईँलाई मद्दत चाहिन्छ तर तपाईँ मलाई केही चाहिँदैन भनेर पन्छिनुहुन्छ। तपाईँले राम्रो कुरालाई पनि होइन भन्नुहुन्छ। तेस्रो, तपाईँ अरूको सीमा मान्नुहुन्न। तपाईँ अरूको जिन्दगीमा हस्तक्षेप गर्नुहुन्छ। उनीहरूले के गर्ने, कसरी गर्ने सबै तपाईँले नै भन्नु खोज्नुहुन्छ। यी तीनवटै सीमा नभएको लक्षण हुन्। अब अर्को एउटा मिठो तर गहिरो कुरा। डाक्टर क्लाउड भन्नुहुन्छ, हामी अरूका लागि जिम्मेवार हुनुपर्छ तर अरूको सट्टा जिम्मेवार हुनु हुँदैन। यो कुरा बुझ्न अलिक गाह्रो छ तर ध्यान दिएर सुन्नुहोस्। तपाईको साथीलाई कुनै समस्या छ, तपाईँ उसलाई सहयोग गर्नुहुन्छ, उसको कुरा सुन्नुहुन्छ, उसलाई सल्लाह दिनुहुन्छ। यो अरूका लागि जिम्मेवार हुनु हो। तर उसले गर्नुपर्ने काम तपाईँ आफै गर्न थाल्नुहुन्छ, उसको समस्या तपाईको समस्या बन्छ, तपाईँ रातभरि उसकै चिन्तामा बिताउनुहुन्छ। यो अरूको सट्टा जिम्मेवार हुनु हो। यो गलत हो। हामीले अरूको भार बोक्न सक्छौं तर अरूको जिन्दगी बाँच्न सक्दैनौं। यो दोस्रो पाठ हो। अरूका लागि जिम्मेवार बन्नुहोस्, अरूको सट्टा होइन। सोच्नुहोस्, तपाईँ कसको सट्टा जिम्मेवार बनिरहनु भएको छ? अब हामी सबैभन्दा महत्त्वपूर्ण भागमा आइपुगेका छौं। डाक्टर क्लाउड र डाक्टर टाउनसेन्डले सीमाका 10वटा नियमहरू बताएका छन्। यी नियमहरू प्रकृतिको नियम जस्तै हुन्। तपाईले मान्नुभयो भने फाइदा हुन्छ, मान्नु भएन भने परिणाम भोग्नुपर्छ। आउनुहोस् एक एक गरेर बुझौं। नियम 1, रोपाई र कटाईको नियम। तपाईले जे रोप्नुहुन्छ त्यही काट्नुहुन्छ। यदि तपाईले सधैँ हो भनेर रोप्नुहुन्छ भने थकान, रिस र दुःख नै काट्नुहुन्छ। यदि तपाईले होइन भनेर सीमा रोप्नुहुन्छ भने स्वतन्त्रता र शान्ति काट्नुहुन्छ। तर हामी सोच्छौं हामीले हो भन्यौं भने अरूले माया गर्छन्, होइन भन्यौं भने छोडेर जान्छन्। के यो साँचो हो? होइन। साँचो माया गर्नेले तपाईको होइनलाई पनि सम्मान गर्छ। नियम 2, जिम्मेवारीको नियम। हामी एक अर्काको लागि जिम्मेवार हौं तर एक अर्काको सट्टा होइन। यो हामीले भर्खरै सिक्यौं। तपाईँ अरूको मद्दत गर्न सक्नुहुन्छ तर तपाईँ अरूको जिन्दगी बाँच्न सक्नुहुन्न। नियम 3, शक्तिको नियम। तपाईसँग एउटा मात्र शक्ति छ, आफूलाई परिवर्तन गर्ने। तपाईँ अरूलाई परिवर्तन गर्न सक्नुहुन्न। कति पटक हामी सोच्छौं ऊ यस्तो छ, म उसलाई बदल्छु, ऊ मलाई यसरी दुःख दिन्छ, म उसलाई सिकाउँछु। यो सम्भव छैन। तपाईले अरूको व्यवहारलाई नियन्त्रण गर्न सक्नुहुन्न तर तपाईले आफ्नो प्रतिक्रियालाई नियन्त्रण गर्न सक्नुहुन्छ। यो ठूलो शक्ति हो। यो शक्ति प्रयोग गर्नुहोस्। नियम 4, सम्मानको नियम। यदि तपाईँ चाहनुहुन्छ कि अरूले तपाईको सीमाको सम्मान गरोस् तब तपाईले पनि अरूको सीमाको सम्मान गर्नुपर्छ। तपाईलाई एक्लै बस्न मन छ, अरूले त्यसलाई मान्नुपर्छ। तर अरूलाई पनि एक्लै बस्न मन लागेको बेला तपाईले मान्नुपर्छ। नियम 5, प्रेरणाको नियम। तपाईले सीमा बनाउनु किन? अरूलाई दुःख दिनको लागि, अरूलाई सजाय दिनको लागि होइन। तपाईले सीमा बनाउनुको कारण आफूलाई बचाउनु हो, आफ्नो मनलाई स्वस्थ राख्नु हो, प्रेमले भरिपूर्ण हुनु हो। यदि तपाईको प्रेरणा रिस वा बदला हो भने त्यो सीमा काम गर्दैन। नियम 6, मूल्याङ्कनको नियम। तपाईले सीमा बनाउँदा अरूले पीडा महसुस गर्न सक्छन् तर त्यो पीडा तपाईले दिएको होइन। त्यो पीडा उनीहरूको आफ्नै अपेक्षा र व्यवहारको कारणले भएको हो। उदाहरण, तपाईले साथीलाई पैसा सापटी दिनु भएन, उसलाई चोट पुग्यो, तर त्यो चोट तपाईले दिएको होइन, उसले पाइन्छ भन्ने सोचेको कारणले भएको हो। यो फरक बुझ्नुहोस्। नियम 7, सक्रियताको नियम। सीमा बनाउनु एउटा क्रिया हो। तपाईले केही गर्नुपर्छ, बसेर सोचेर मात्र हुँदैन। तपाईले होइन भन्नुपर्छ, उठेर हिँड्नुपर्छ, ढोका बन्द गर्नुपर्छ। नियम 8, ईर्ष्याको नियम। ईर्ष्या एउटा संकेत हो। यसले देखाउँछ तपाईलाई केही चाहिएको छ, तपाईको जिन्दगीमा केही कमी छ। यदि तपाईँ अरूको सफलता देखेर दुखी हुनुहुन्छ भने त्यो तपाईको आफ्नो सीमाको कमी हो। तपाईले आफ्नो लागि केही गर्नु भएको छैन। ईर्ष्यालाई कार्यमा बदल्नुहोस्। नियम 9, निष्क्रियताको नियम। कहिलेकाहीँ केही नगर्नु नै सबैभन्दा ठूलो क्रिया हो।
तपाईले सीमा बनाइसक्नुभयो। अब अरूले त्यसलाई मानेनन् भने तपाईले केही गर्नु पर्दैन, उनीहरूले नै परिणाम भोग्नुपर्छ। बहस नगर्नुहोस्, मनाउन नखोज्नुहोस्, केवल आफ्नो सीमामा अडिग रहनुहोस्। नियम 10 प्रकटीकरणको नियम। तपाईको सीमा अरूले देख्नुपर्छ, सुन्नुपर्छ, बुझ्नुपर्छ। तपाईले आफ्नो सीमा स्पष्टसँग भन्नुपर्छ। म यो गर्न सक्दिन, मलाई यो मन पर्दैन, यो मेरो समय हो। लुकाएर संकेत गरेर हुँदैन। यी 10 नियमहरू तपाईको जिन्दगीको संविधान हुन्। यिनलाई बारम्बार सुन्नुहोस्, मनन गर्नुहोस् र आफ्नो जिन्दगीमा लागू गर्नुहोस्। सीमासँग सम्बन्धित भ्रमहरू। हामीले सीमाको बारेमा धेरै गलत धारणाहरू सुन्छौं। ती भ्रमहरूले हामीलाई सीमा बनाउनबाट रोक्छन्। आज ती भ्रमहरू तोडौं। भ्रम 1, सीमा बनाउनु स्वार्थी हुनु हो। यो सबैभन्दा ठूलो भ्रम हो। तपाई हवाई जहाजमा हुनुहुन्छ, अक्सिजनको मास्क झर्छ, पहिला कसलाई लगाउनुहुन्छ, आफैलाई कि छेउको बच्चालाई? सही उत्तर आफैलाई, किनकि यदि तपाई बेहोस हुनुभयो भने तपाईले अरूलाई बचाउन सक्नुहुन्न। सीमा बनाउनु त्यही हो। पहिला आफूलाई बचाउनुहोस्, तब मात्र अरूलाई सहयोग गर्न सक्नुहुन्छ। भ्रम 2, सीमा बनाउँदा मान्छेले मलाई मन पराउँदैनन्। साँचो हो, कसैले मन पराउँदैनन्, तर तिनीहरूले तपाईलाई पहिले मन पराएका थिएनन्। तिनीहरूले तपाईको प्रयोग मन पराएका थिए। सीमा बनाउनु एउटा फिल्टर हो। यसले साँचो मित्र र झुटा मित्र छुट्याउँछ। भ्रम 3, सीमा बनाउँदा म एक्लो हुन्छु। होइन, सीमा बनाउनु भनेको पर्खाल लगाउनु होइन। सीमा भनेको ढोका भएको बार हो। तपाईले चाहेको बेला सही मान्छेलाई भित्र बोलाउन सक्नुहुन्छ। सीमा बनाएपछि तपाईको सम्बन्ध झनै गहिरो हुन्छ, किनकि अब तपाई डरले होइन, प्रेमले जोडिनुहुन्छ। भरम 4, अरूले मेरो मन बुझ्नुपर्छ। यो बच्चाको सोचाइ हो। अरूले तपाईको मन बुझ्न सक्दैनन्। तपाईले भन्नुपर्छ, मलाई यो मन पर्दैन, मलाई एक्लै बस्न मन छ, म यो काम गर्न सक्दिन। यो भन्न तपाईको जिम्मेवारी हो। अब एउटा प्रश्न सोध्छु, तपाईलाई कुन भ्रमले सबैभन्दा बढी रोकेको छ? आफैलाई सोध्नुहोस् र त्यो भ्रमलाई तोड्नुहोस्। विभिन्न सम्बन्धहरूमा सीमा। अब हामीले सीमाको सिद्धान्त बुझ्यौं, तर यसलाई कसरी प्रयोग गर्ने? जिन्दगीका विभिन्न सम्बन्धहरूमा सीमा फरक हुन्छ। परिवारमा सीमा। आमा बुबा, दाजुभाइ, दिदी बहिनी यी हाम्रा सबैभन्दा नजिकका सम्बन्ध हुन्। तर यही सीमा बनाउन सबैभन्दा गाह्रो हुन्छ। आमाले भन्नुहुन्छ, छोरा तिमीले यो पेशा रोज्नुपर्छ, तर तपाईलाई अरू नै पेशा मन छ, के गर्ने? तपाईले आदरपूर्वक तर दृढतापूर्वक भन्नुपर्छ, आमा म तपाईलाई धेरै माया गर्छु, तर मेरो जिन्दगीको निर्णय म आफै लिन्छु। यो गाह्रो हुन्छ, आमालाई चोट पुग्छ, तर लामो समयमा यसले तपाईको सम्बन्धलाई बलियो बनाउँछ। साथीभाइमा सीमा। साथीले भन्छ, आज राति पार्टी जाउँ, तर तपाई थकित हुनुहुन्छ, भोलि अफिस छ। तपाई भन्न सक्नुहुन्छ, आज म जान सक्दिन, अर्को पटक जान्छु। यदि तपाईको साथीले यो कुरा बुझेन भने ऊ साथी होइन, ऊ तपाईको समयको प्रयोगकर्ता हो। प्रेम सम्बन्धमा सीमा। यो सबैभन्दा संवेदनशील क्षेत्र हो। तपाईको पार्टनरले तपाईलाई दिनको 24 घण्टा फोन गर्छ, तपाईलाई निश्वास फेर्ने फुर्सद दिँदैन। के गर्ने? तपाईले भन्नुपर्छ, म तिमीलाई माया गर्छु, तर मलाई मेरो आफ्नै समय र ठाउँ चाहिन्छ। यसले हाम्रो सम्बन्धलाई झनै राम्रो बनाउँछ। यदि उसले यो कुरा बुझेन भने त्यो सम्बन्ध अस्वस्थ छ। काममा सीमा। हाकिमले भन्छ, आज ढिलो बस्नुपर्छ। तपाईले पहिल्यै 10 घण्टा काम गरिसक्नुभयो। तपाई भन्न सक्नुहुन्छ, सर म आज सक्दिन, भोलि बिहानै आएर गर्छु। सुरुमा गाह्रो लाग्छ, तर एकपटक सीमा बनाएपछि मान्छेले बानी पार्छन्। आफैसँग सीमा। यो सबैभन्दा गाह्रो छ। आफैलाई होइन भन्न। मिठो खाना मन छ, तर स्वास्थ्य बिग्रन्छ। तपाईले आफैलाई भन्नुपर्छ, होइन आज सलाद मात्र। फोन चलाएर बस्न मन छ, तर समय बर्बाद हुन्छ। तपाईले आफैलाई भन्नुपर्छ, होइन अब किताब पढ। आफैसँगको सीमा आत्मअनुशासन हो। यसले तपाईलाई सफल बनाउँछ। यी सबै सम्बन्धहरूमा एउटै कुरा सम्झनुहोस्, सीमा बनाउनु सम्बन्ध तोड्नु होइन, सम्बन्धलाई स्वस्थ बनाउनु हो।
सीमाप्रतिको प्रतिरोध कसरी सामना गर्ने? तपाईले सीमा बनाउनु भयो, तर अरूले मानेनन्। उनीहरू रिसाए, गुनासो गरे, तपाईलाई दोष दिए, भावनात्मक रूपमा ब्ल्याकमेल गरे। यो सबैभन्दा गाह्रो भाग हो। यही धेरै मानिस हार मान्छन्। तर तपाईले हार मान्नु हुँदैन। डाक्टर क्लाउडले प्रतिरोध सामना गर्ने केही तरिकाहरू बताएका छन्। पहिलो, शान्त रहनुहोस्। जब अरू रिसाउँछन्, तपाईँ पनि रिसाउनु भयो भने तपाईँले आफ्नो सीमा गुमाउनुहुन्छ। शान्त भएर आफ्नो कुरा दोहोऱ्याउनुहोस्। म तिम्रो रिस बुझ्छु, तर म यो गर्न सक्दिनँ। दोस्रो, स्पष्ट हुनुहोस्। होइन भन्नुहोस्। घुमाएर, नरम पारेर होइन, स्पष्ट। म आज आउन सक्दिनँ। म पैसा दिन सक्दिनँ। म यो काम गर्न सक्दिनँ। तेस्रो, परिणाम भोग्न दिनुहोस्। यदि तपाईँको साथीले तपाईँको सीमा मानेन भने तपाईँले उसलाई परिणाम भोग्न दिनुपर्छ। उदाहरण, तपाईँले भन्नुभयो, मलाई गाली नगर। उसले फेरि गाली गर्यो। तपाईँले भन्नुभयो, यदि तपाईँले फेरि गाली गर्नुभयो भने म हिँडेर जान्छु। उसले फेरि गाली गर्यो। अब तपाईँ उठेर हिँड्नुपर्छ, किनकि शब्दले मात्र होइन, कार्यले सीमा देखाउँछ। चौथो, दोष नलिनुहोस्। मानिसहरू भन्नेछन्, तिमीले मलाई दुःख दियौ, तिमी स्वार्थी भयो। यो सुन्न गाह्रो हुन्छ, तर सम्झनुहोस्, तपाईँले दुःख दिएको होइन, उनीहरूको अपेक्षाले दुःख दिएको हो। तपाईँले आफूलाई बचाउन पाउनुहुन्छ। यो तपाईँको अधिकार हो। प्रतिरोध अस्थायी हुन्छ। एकपटक मानिसहरूले तपाईँको सीमा बुझेपछि उनीहरू समायोजन हुन्छन्, नभए उनीहरू टाढा जान्छन्, जुन राम्रो नै हो। एकछिन रोकिनुहोस्। तपाईँले अहिलेसम्म धेरै कुरा सुन्नुभयो। सीमा भनेको के हो, किन चाहिन्छ, कसरी बनाउने। तर एउटा प्रश्न, यदि तपाईँले आजै अहिले एउटा सानो सीमा बनाउनु भयो भने के हुन्छ? के तपाईँको संसार रोकिन्छ? कि आकाश खस्छ? के मान्छेहरू सबै छोडेर जान्छन्? होइन, बरु तपाईँले एउटा गहिरो सास फेर्न पाउनुहुन्छ। तपाईँलाई लाग्छ, आहा, म फेरि म भए। त्यो क्षण जादुमय हुन्छ। त्यसैले म तपाईँलाई चुनौती दिन्छु, आजै एउटा सानो सीमा बनाउनुहोस्। कसैलाई होइन भन्नुहोस्। कसैको फोन नउठाउनुहोस्। आफ्ना लागि 1 घण्टा छुट्याउनुहोस् अनि हेर्नुहोस् के हुन्छ। म पर्खिरहेको छु। सीमा र ईश्वर। डाक्टर क्लाउड र डाक्टर टाउनसेन्ड दुवै इसाई मनोवैज्ञानिक हुन्। उनीहरूले सीमाको अवधारणालाई बाइबलको शिक्षासँग जोडेका छन्। तर तपाईँ कुनै पनि धर्म मान्नुहोस् वा नमान्नुहोस्, यो पाठ सबैको लागि उपयोगी छ। उनीहरू भन्छन्, ईश्वर आफै सीमा भएको हुनुहुन्छ। उहाँले आफूलाई परिभाषित गर्नुभएको छ। म यो हुँ, म त्यो होइन। म प्रेम हुँ, म अन्धकार होइन। ईश्वरले पनि केही कुरालाई होइन भन्नुभएको छ। पापलाई होइन, अन्यायलाई होइन। त्यसैले सीमा बनाउनु ईश्वरको स्वभावको अनुकरण गर्नु हो। हामी सोच्छौँ, असल मानिस बन्नको लागि सबै कुरामा हो भन्नुपर्छ, सधैँ दिनुपर्छ, सधैँ सहनुपर्छ। तर यो गलत हो। ईश्वरले पनि तपाईँलाई आफ्नो हेरचाह गर्न भन्नुभएको छ। आफ्नो शरीर र मनलाई मन्दिर झै पवित्र राख्नु भन्नुभएको छ। त्यसैले सीमा बनाउनु धार्मिक कर्तव्य पनि हो। तपाईँले आफूलाई बचाउनु अरूलाई अझ राम्रोसँग सेवा गर्नको लागि हो। सीमाको सफलता कसरी नाप्ने? तपाईँले सीमा बनाउन थाल्नुभयो, तर तपाईँ सफल भइरहनु भएको छ कि छैन कसरी थाहा पाउने? डाक्टर क्लाउडले केही सङ्केतहरू बताएका छन्। पहिलो, तपाईँलाई कम रिस उठ्छ। पहिला सानो कुरामा पनि तपाईँको रिस उठ्थ्यो, किनकि तपाईँ सधैँ अरूको नियन्त्रणमा हुनुहुन्थ्यो। अब तपाईँ आफ्नो नियन्त्रणमा हुनुहुन्छ, रिस कम हुन्छ। दोस्रो, तपाईँले होइन भन्न सक्नुहुन्छ। पहिला होइन भन्नु तपाईँको लागि असम्भव थियो। अब तपाईँ सहजै भन्न सक्नुहुन्छ, बिना डर, बिना अपराध बोध। तेस्रो, तपाईँले हो पनि भन्न सक्नुहुन्छ। सीमा भएको मानिस राम्रो कुरालाई हो भन्न डराउँदैन, किनकि उसलाई थाहा हुन्छ ऊ आफ्नो सीमाभित्र सुरक्षित छ। चौथो, तपाईँको सम्बन्ध स्वस्थ हुन्छ। जब तपाईँ सीमा बनाउनुहुन्छ, झुटा सम्बन्धहरू टुट्छन्, साँचो सम्बन्धहरू बलिया हुन्छन्। तपाईँले कम तर गहिरा सम्बन्धहरू पाउनुहुन्छ। पाँचौं, तपाईँ खुसी हुनुहुन्छ। यो सबैभन्दा ठुलो सङ्केत हो। तपाईँको मन शान्त हुन्छ। तपाईँलाई लाग्छ, म आफ्नो जिन्दगीको मालिक हुँ। सीमा भएको जिन्दगीको एक दिन। अब कल्पना गरौँ,
सीमा भएको जिन्दगी कस्तो देखिन्छ? बिहान उठ्नुहुन्छ, फोनमा 20वटा मेसेज छन्, तर तपाईँ हतार गर्नुहुन्न। तपाईँ पहिला आफ्नो लागि चिया बनाउनुहुन्छ, 10 मिनट मौन बस्नुहुन्छ। यो तपाईँको सीमा हो, बिहानको शान्ति। अफिस जानुहुन्छ, हाकिमले भन्छ आज यो काम पनि गरिदेऊ। तपाईँले आफ्नो कामको सूची हेर्नुहुन्छ अनि भन्नुहुन्छ, सर म आज यो गर्न सक्दिनँ, भोलि गर्छु। हाकिम अलि रिसाए, तर तपाईँ शान्त हुनुहुन्छ। तपाईँले आफ्नो सीमा बताउनु भयो। साँझ साथीको फोन आउँछ, आज राति बाहिर जाउँ? तपाईँ थकित हुनुहुन्छ। तपाईँ भन्नुहुन्छ आज म आउन सक्दिनँ, अर्को हप्ता जान्छु। साथीले भन्छ तिमी त सधैँ यस्तै गर्छौ, तर तपाईँलाई थाहा छ तपाईँले गलत गर्नुभएको छैन। तपाईँले आफ्नो शरीरको कुरा सुन्नुभयो। राति ओछ्यानमा पल्टनुहुन्छ, तपाईँको मन शान्त छ। तपाईँलाई थकान छ, तर त्यो सन्तुष्टिको थकान हो, अरूको लागि होइन, आफ्नो लागि बाँचेको। यो सीमा भएको जिन्दगी हो र यो तपाईँको पनि हुन सक्छ। मुख्य सिकाइहरू। आज हामीले धेरै कुरा सिक्यौं, तर सबैभन्दा महत्त्वपूर्ण कुराहरू यी हुन्। 1. सीमा भनेको तपाईँको जिन्दगीको पर्खाल हो। यसले तपाईँलाई सुरक्षित राख्छ। सीमा बनाउनु स्वार्थ होइन, आवश्यकता हो। 2. तपाईँ अरूको लागि जिम्मेवार हुनुहोस्, अरूको सट्टा होइन। तपाईँले सहयोग गर्न सक्नुहुन्छ, तर तपाईँ अरूको जिन्दगी बाँच्न सक्नुहुन्न। 3. सीमाका 10 नियमहरू छन्, तिनलाई बुझ्नुहोस् र आफ्नो जिन्दगीमा लागू गर्नुहोस्। विशेष गरी रोपाई र कटाईको नियम। तपाईँले जे रोप्नुहुन्छ त्यही काट्नुहुन्छ। 4. सीमा बनाउँदा प्रतिरोध आउँछ, तर त्यसलाई शान्त, स्पष्ट र दृढ भएला सामना गर्नुहोस्। परिणाम भोग्न दिनुहोस्। 5. सीमा बनाउनु भनेको सम्बन्ध तोड्नु होइन, सम्बन्धलाई स्वस्थ बनाउनु हो। साँचो मित्रले तपाईँको सीमाको सम्मान गर्छ। 6. आफैसँग पनि सीमा बनाउनुहोस्, आफैलाई नहीं भन्न सिक्नुहोस्, यो आत्मअनुशासन हो। 7. सीमा बनाएपछि तपाईँको रिस कम हुन्छ, मन शान्त हुन्छ र तपाईँ खुसी हुनुहुन्छ, यो सफलताको संकेत हो। आज तपाईँले एउटा नयाँ यात्रा सुरु गर्नुभयो, सीमाको यात्रा। यो यात्रा सजिलो छैन। कहिलेकाहीँ तपाईँलाई एक्लो महसुस हुनेछ, कहिलेकाहीँ मानिसहरूले तपाईँलाई गलत बुझ्नेछन्, कहिलेकाहीँ तपाईँलाई आफैले शङ्का लाग्नेछ। तर सम्झनुहोस्, तपाईँले जब नहीं भन्नुहुन्छ, तपाईँले अरूलाई नहीं होइन, आफैलाई हो भनिरहनु भएको हुन्छ। आफ्नो शान्तिलाई हो, आफ्नो समयलाई हो, आफ्नो मनलाई हो, आफ्नो जिन्दगीलाई हो। र यो सबैभन्दा ठुलो प्रेम हो, आत्मप्रेम। आज राति ओछ्यानमा पल्टनु भन्दा पहिला आफैलाई एउटा बाचा गर्नुहोस्, म अबदेखि मेरो जिन्दगीको घरमा एउटा ढोका बनाउनेछु, एउटा तालचा लगाउनेछु र त्यो चाबी मसँग मात्र राख्नेछु। त्यो चाबी तपाईँको नहीं हो, तपाईँको हो, तपाईँको सीमा हो। र जब तपाईँले त्यो चाबी आफ्नो हातमा लिनुहुन्छ, तपाईँले आफ्नो जिन्दगीको नियन्त्रण पहिलो पटक आफैले लिनुहुन्छ। म तपाईँलाई विश्वास गर्छु, तपाईँ यो गर्न सक्नुहुन्छ। सुन्ने पुस्तकको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद। अर्को हप्ता फेरि भेटौँला, अर्को अद्भुत पुस्तकको सार लिएर। तबसम्म सीमा बनाउनुहोस्, सुरक्षित रहनुहोस् र खुसी रहनुहोस्। धन्यवाद।